मेरो नाम चाहिँ हरि खरेल। मेरो जन्मस्थान सिन्धुपाल्चोक। हाल कर्मक्षेत्र चाहिँ मेरो तनहुँ जिल्ला रहेको छ। म पेसाले पत्रकार, शिक्षक र विभिन्न स्टेज प्रोग्राममा कार्यक्रम सञ्चालकको रूपमा चाहिँ रहिरहेको छु। मेरो उमेर चाहिँ यही कार्तिकमा चाहिँ म 23 पुरा हुन्छु। मैले यो तीनवटा क्षेत्रमा चाहिँ समय व्यवस्थापन एकैचोटि भन्दा पनि फरक समय राखेको छु। म बिहान सुरुवातमा 5:30 बजेतिर उठ्छु। त्यसपछि 6 बजेबाट मेरो 9 साढे 9 बजीसम्म चाहिँ मेरो कलेज हुन्छ। त्यसपछि म सिधै विद्यालय जान्छु। विद्यालयमा गइसकेपछि त्यहाँ खाना आइसकेको हुन्छ। म खाना खाएर बच्चाहरूलाई पढाउन थाल्छु। अनि त्यसपछि म त्यहाँबाट निस्किसकेपछि मेरो विद्यालयमा पार्ट टाइम हो। त्यसपछि निस्किसकेपछि पत्रकारितामा विभिन्न ठाउँमा गएर चाहिँ समाचारहरू सङ्कलन गर्ने गर्छु। अनि त्यो समाचार सङ्कलन गरिसकेपछि बेलुकाको समय अब त्यसलाई सम्पादन गरेर प्रकाशन गर्नेसम्मको काम चाहिँ गरेको हुन्छु। र समय मिलेको खण्डमा अनि विभिन्न स्टेज प्रोग्रामहरू, नाइटको कन्सर्टहरू, डेको महोत्सवहरू चाहिँ त्यो समय मिलाएर चाहिँ चलाउने चाहिँ गर्छु। जो बिहान 6 बजेबाट बेलुकाको 9-10 बज्छ घर पुग्दा। म चाहिँ पत्रकारिता विधा नै रोज्छु, किनकि पत्रकारिताले नै मलाई चिनाएको हुनाले सुरुवातमा यसलाई नै प्राथमिकता दिन्छु। तर पत्रकारिताले मात्र जीविकोपार्जन गर्न गाह्रो हुने भएको हुनाले यसको साथसाथमा अन्य कार्यहरू पनि गरिनै रहन्छु।